कार्यक्रममा गएको पैसा चाहिँ आफू कुम्ल्याउने तपाईँलाई चाहिँ 2-5 हजार मात्रै हातमा थम्याउने रे भन्ने खालका कुराहरू धेरै सुनिरहेको छु मैले अहिले के हो यो खास कुरा यस्तो कुराहरू खुलेर भनेको राम्रो है लुकाउनु राम्रो चाहिँ होइन त्यस्तो त्यो भन्ने मान्छे को त्यो मेरो अगाडि ल्याउनु क्या म त्यही भनिरहेको छु मैले भन्ने मान्छे को त्यो मेरो अगाडि ल्याउनु को मेरो सामान्य ल्याएर त्यसलाई बोल्न लाउनु के मैले त्यस्तो भनेको छु होइन होइन तपाईँले भन्नुभयो भन्ने कुरा मैले कि तपाईँ चाहिँ पीडित हुनु भएको छ छैन म त्यो भन्ने मान्छेले कसैले भनेर नै हजुरले सुन्नु भयो होला होइन उहाँले भन्नुभएको त्यस भनेस् तपाईँले भन्नुभयो ल कुरा यहाँ ल आफूले के काम गर्ने कसो गर्ने यो काठमाडौँको सहरमा बसेर होइन भाडामा बसिरहेछौँ हाम्रै काठमाडौँमा घर त छैन नि हौ त्यही भएर त हजुरले बुझ्नु पर्यो कि काठमाडौँको ठाउँमा कसरी बसिरहेछौँ कसरी खटाइरहेछौँ त्यो बुझ्नु पर्यो अन्जुको कार्यक्रमतिर हिँड्दै गर्दाखेरि कसैले तपाईँलाई कार्यक्रमतिर